हेलो नमस्कार सबैजनालाई स्वागत छ तपाईहरुले यस लोकसेवा च्यानलमा। आज हामी टप 8 माउन्टेन्स अफ नेपाल पढ्न गइरहेका छौं। सुरुमा बुझौं यो आजको हाम्रो यो क्लास फ्री लोकसेवा तयारी क्लास हो, जुन चाहिँ तपाईहरुले खरिदारको लागि, सुब्बाको लागि र अधिकृतको लागि जेसुकैको लागि पनि यसलाई युज गर्न सक्नुहुन्छ। र अब आउँदै गरेको जुन भ्याकेन्सी छ तपाईहरुले थाहा होला, माघको 24 गते है, माघको 24 गते तपाईहरुको संघको अफिसरको एक्जाम होला र माघको 22 गते गण्डकी प्रदेशको सुब्बाको एक्जाम होला। तिनी एक्जामको लागि पनि यो भिडियो चाहिँ हेल्पफुल हुन सक्छ है त। हामीले बारम्बार चाहिँ यो हिमालहरुको उचाइ र तिनीहरुको चाहिँ क्रम त थाहा पायौं हामीले हैन, विभिन्न निमोनिक्सबाट, तर तिनीहरुको निश्चित उचाइ कति हो त भन्ने थाहा पाएनौं भनेर चाहिँ धेरै कमेन्ट आएको हुनाले आज हामीले यो भिडियो चाहिँ गराउन लागेका हौं। जस्तै तपाईहरुले चाहिँ हिमालहरु पढ्दाखेरि तपाईहरुलाई चाहिँ कुन हिमाल अग्लो त्यसपछि चाहिँ होचो भनेर तपाईहरुले यसरी चाहिँ क्रमैसँग 1 देखि यसरी थाहा छ हैन। हेर्नुस् है, मजाले हेर्नुस् है भिडियोलाई। जस्तै तपाईहरुले कसरी पढ्न सक्नुहुन्छ भन्दाखेरि स क ल म हैन, चो ध म अ भनेर यसरी यो अर्डर चाहिँ मिलाउन सक्नुहुन्छ। जसमा चाहिँ अप्सन दिएको बेलामा कुन पछि कुन यो अर्डर पनि यसरी मिलाउन सक्नुहुन्छ हैन। सानोदेखि ठुलो, ठुलोदेखि सानो हैन, क ख ग घ भनेर दिएको बेला त्यसरी पनि मिलाउन सक्नुहुन्छ। तर कहिलेकाहीँ पछिल्लो समयमा कस्तो खालको सोधिरहेछ भन्दाखेरि चाहिँ क्वेशन जस्तै कञ्चनजङ्घाको हिमाल दिएर चाहिँ यसको उचाइ कति हो हैन। मैले तपाईलाई एउटा सोधेँ, यो क्वेशनमा तपाईलाई के दिएको छ भने मनास्लु, धेरै परेन ल, मनास्लु दिएर यसको हाइट चाहिँ कति हो भनेर चाहिँ हैन ए बी सी डी भनेर चारवटा अप्सन चाहिँ राखेको हुन्छ। यति बेला तपाईहरुले कसरी क्र्याक गर्ने त यो हैन, किनभने हिमाल त फिक्स यति नै हुन् हैन, टप 8 हिमाल त यति नै हुन्। तर यहीबाट क्वेशन आउने हुन् भनेपछि हामीलाई यदि 8वटा डाटा याद गर्नुपर्ने हो, जसमा तपाईहरुले एउटा डाटा अलरेडी याद छ, त्यही भएर यो मैले पढाउनु पर्न 8848 पनि 86 भनेर सगरमाथाको उचाइ यो सबै मिटरमा हो है, यसको मात्र हैन, सबै यो चाहिँ मिटरमै हो, तपाईहरुलाई थाहा छ। तर अरु तपाईहरुले थाहा छैन हैन। अरु थाहा नपाएपछि आज तपाईहरुले त्यो सिक्न सक्नुहुन्छ है। यो भिडियो यति मात्रै हो, जसलाई यो थाहा छ त्यसले चाहिँ यो भिडियो नै स्किप गर्न पनि सक्नुहुन्छ। तर जसले थाहा छैन एकदम बस्नु होला, तपाईहरुले मजाले सिक्न सक्नुहुन्छ है त। जस्तै अब तपाईहरुले हेर्न सक्नुहुन्छ है त, यहाँ यता हेर्नुस्, तपाईहरुले चाहिँ अब हैन टप 8 हिमालमा 8औं हिमाल कुन हो? अन्नपूर्ण हो नि। जस्तै अन्नपूर्ण हिमालको उचाइ कति छ भन्ने बित्तिकै थाहा पाउनको लागि तपाईहरुले अन्न भन्ने बित्तिकै 80 याद गर्नुस् के। यो जुन यो येलो कलरको छ नि, यतापट्टि पनि येलो कलरको हेर्नुस् त ब्याकग्राउन्ड 80 छ नि। अन्न भन्ने बित्तिकै 80, यताको 91 छोड्दिनु अहिले है, 91 छोड्दिनुस्। तपाईहरुले अलि यति यो यताको मात्र थाहा पाउनु भने पनि भोलि तपाईहरुले यो राइट गर्न सक्नुहुन्छ के हैन। तर पहिला यति मात्र थाहा पाउनुस् पहिलो लटमा है। अन्नपूर्ण भन्ने बित्तिकै, अन्न भन्ने बित्तिकै तपाईहरुले 80 91 हैन, 80 मात्र थाहा पाउने के। यसको चाहिँ 8000 मिटरको रहेछ हैन, यो मिटर हो नि त पछाडी, 80 मात्र याद गर्नुस्। जस्तै तपाईहरुले क्वेशन आयो, क्वेशन सोध्यो अब अन्नपूर्ण हिमालको चाहिँ अन्नपूर्ण हिमालको हाइट कति छ अथवा चाहिँ भन्दा सोध्यो भने उता 81 अब 82 83 80 देख्ने बित्तिकै तपाईहरु यो अप्सन राइट हानिहाल्नुहुन्छ के हैन। त्यही भएर एन्सर मिलिहाल्छ, लगभग यसमा मिलिहाल्छ, स्योर हुनुस् तपाई हैन। तर तपाईले सुरुको दुईटा चाहिँ थाहा पाउनु पर्यो। अब यता हेर्नुस्, त्यो मनास्लु हिमाल छ नि, मनास्लु भन्ने बित्तिकै अब चाहिँ हामी एकदम कहानीबाट पढ्छौं। जस्तै एउटा चाहिँ आफै सोच्नुस्, तपाईहरु अहिले चाहिँ यङ हुनुहुन्छ, पछि तपाईहरु हजुरबा हजुरआमा हुनुहुन्छ हैन। हजुरबा हजुरआमा हुने बित्तिकै तपाई जब 80 वर्षको हुनुहुन्छ नि, 80 वर्षको उमेर भएपछि तपाईहरुले एकदम भातहरु कम रुच्न थाल्छ हैन, भात खानुहुन्न के, तपाईहरु अन्न रुच्दैन, तपाईहरुले 80 वर्षको भएपछि अन्न रुच्दैन। त्यही भएर 80 भन्ने बित्तिकै अन्न है, 80 वर्ष तपाईहरु अब बुढो हुनुभयो भने अन्न रुच्दैन। त्यसै पनि यो टप 8 को 8औंमा भएको हुनाले यसको त 80 नै हुने भयो भनेर पनि यसरी याद गर्नुस् है, अन्न रुच्दैन। अब जब तपाई 81 वर्षको उमेरमा पुग्नुहुन्छ, 81 वर्षको उमेरमा पुगेपछि तपाईको नाश हुन्छ हैन, नाश हुन्छ, तपाईको नाश हुन्न। जुन तपाईमा चाहिँ के थियो, लोभ हैन, माया, मोह हैन, क्रोध, के छ यो जुन यो हैन हुन्न, त्यो चाहिँ तपाईहरुले बल्ल त्यो 81 वर्षको उमेरमा गएर चाहिँ तपाईहरुको त्यो कुराहरु नाश हुन्छ। बुझ्नुभयो कुरा? 81 वर्षमा तपाईहरुको मनको जुन त्यो संयमित नभएको मन, मबाट मनास्लु मन पनि याद गर्नुहुन्छ हैन, मनको नाश हुन्छ के, त्यो नराम्रो नेगेटिभ मन चाहिँ नाश हुन्छ के तपाईको 81 वर्षमा। 80 मा अन्न रुच्दैन, 81 मा गएर चाहिँ हे यो लोभ माया मोह क्रोध चाहिँ यो चाहिँ मनको चाहिँ यो यस्तो खालको मनको नाश गर्नुपर्छ भन्नुहुन्छ। त्यो नाश हुनु भनेको तपाई एकछिन त गिर्नु हो नि त, खस्नुहुन्छ नि त, खङ्रङ्ग हुनुहुन्छ हैन। त्यही भएर 81 मै के छ त गिरी हैन, गिर्नुहुन्छ, तपाई गिर्नुहुन्छ।
फ्याक्ट हो नि होइन। 81मै तपाईँको मनको पनि नाश हुन्छ, 81मै तपाईँ अब खङ्ग्रङ्ग चाहिँ छाँगाबाट खसे जस्तो खस्नु भनेको गिर्नु खस्नु होइन तल हुनु त्यो पनि थाहा पाउनुहुन्छ। 80मा अन्न रुचेन, 81मा चाहिँ गएर चाहिँ तपाईँहरूले मनको यो जुन यो यस्ता खालका मन होइन माया मोह क्रोधहरू छन् असंयमित मनको चाहिँ नाश हुने भयो, नाश हुनु भनेको गिर्नु हो, 81मा गिर्नु हो। त्यसपछि 82मा अब जब तपाईँबाट लोभ पनि छैन, माया पनि छैन, मोह पनि छैन, क्रोध पनि छैन होइन, कुनै इच्छै छैन भनौँ न, इच्छै छैन, त्यसपछि तपाईँ बल्ल अब केमा जान चाहनुहुन्छ, केमा जान सक्नुहुन्छ भन्दाखेरि तपाईँहरू अब भक्तिमा जान सक्नुहुन्छ। तपाईँको यो भक्तिको द्वार खुल्छ होइन। त्यसपछि चाहिँ भक्तिको द्वार खुल्ने बित्तिकै तपाईँहरूले अब पूजाआजा गर्न थाल्नुहुन्छ होइन, मन्दिर जानुहुन्छ होला होइन, शिवलिङ्गमा दुध चढाउने होइन, होइन दुध चुयाउने भनौँ होइन, अथवा तपाईँहरूको मनमा चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ भक्ति भावनाको चाहिँ जुन रस हुन्छ, भक्ति भावनाको रस हुन्छ त्यो चुहिन थाल्छ है होइन, तप चुहिन थाल्छ। तपाईँहरू चोयो भनेको चुहिनु कति वर्षमा भन्दाखेरि 82 वर्षको उमेरमा तपाईँहरूकोमा चाहिँ भक्ति भावनाको चाहिँ एउटा रस चाहिँ चुहिन थाल्छ। त्यही भएर यो 82 याद गर्नुहोस्। अब 82 पछि तपाईँहरू 82 वर्ष हुने बित्तिकै अब तपाईँहरूले कति छिटो 84 वर्ष हुँ भन्ने मात्र हुन्छ कि खासमा होइन। त्यो 83 स्किप गर्नुहोस्, त्यही भएर 83 स्किप गर्नुहोस्। 83 स्किप गर्ने बित्तिकै होइन 84 वर्ष तपाईँ हुनुहुन्छ नि। 84 भनेको 84 वर्षमा चाहिँ 84 हुन्छ नि तपाईँहरूको होइन, 84 हुन्छ तपाईँलाई थाहा छ होइन। अब 84 अगाडि पनि हुनसक्छ हुन चाहिँ, तर एउटा कुरा मैले भन्छु है, 80 वर्ष कटेपछि 84 गर्ने चाहिँ चलन छ। अब यो 4वटा केराको थामो सम्झिनुहोस् होइन, 4वटा केराको थामो यो सम्झिनुहोस्। अनि यहाँ बिचमा चाहिँ यो एकदम मण्डप के भन्छ यो यसलाई चाहिँ यो यज्ञ हुन्छ, तपाईँहरूलाई त बुढो भयो भने तपाईँलाई छेउमा बसाइन्छ होइन। यहाँ होम गर्ने यताउता गर्दाखेरि चाहिँ तपाईँहरू एकदम कालो हुनुहुन्छ कि 84 वर्षमा तपाईँले 84 गर्ने बेला 84 एउटा विधिवत रूपले 84 गर्नुभयो भने तपाईँहरूको त्यो धुवा धुलो होइन त्यो जुन अग्निको नजिक बस्दाखेरि 84 वर्ष गर्दाखेरि तपाईँहरू एकदम कालो बनाइन्छ कि। त्यो कालो बनाइदिनुको अर्थ के हो भन्दाखेरि चाहिँ यो म कालो, म भनेको तपाईँ हो नि त, तपाईँको 80 वर्षपछिको कुरा गरिरहेको नि त मैले होइन। त्यो भएर तपाईँ कालो हुन्छ, 84 वर्षमा तपाईँ कालो हुन्छ। त्यो यज्ञमा बस्दाखेरि यसरी याद गर्नुहोस् है। हेर्नुहोस् त्यसपछि 84 वर्षमा अब तपाईँको के भयो होइन, 80 वर्षमा अन्न रुचेन, 81 वर्षमा चाहिँ तपाईँको चाहिँ मनकाई विभिन्न लोभ माया मोहहरू चाहिँ नाश भए अर्थात् तपाईँ गिर्नुभयो 81 वर्षमा होइन, छङ्गलङ गिर्नुभयो। 82 वर्षमा चाहिँ तपाईँको चाहिँ भक्ति भावनाको चाहिँ रस चुहिन थाल्यो मनमा होइन। त्यसपछि 84 वर्षमा चाहिँ अब चाहिँ तपाईँ 84 गर्दाखेरि चाहिँ कालो हुनुभयो। अब 85 वर्षमा त तपाईँहरूलाई केही छैन, तपाईँले भन्ने केही छ, अब केही छ, अब तपाईँ के हुनुहुन्छ, अब बुढो पनि हुनुभयो, 84 पनि सकियो, अब केही भएन। अब तपाईँ चाहिँ एक्लै खाटमा बस्ने बिस्तारामा बस्ने होइन। अब तपाईँ के भन्छ लोसे हुनुभयो क्या, तपाईँ के हुनु लोसे हुनुभयो। अब त उद्देश्य पनि सकियो कि, अन्तिम उद्देश्य भनेको 80 कटेपछि मान्छेको 84 गर्ने हो। त्यसपछि के हुन्छ, तपाईँहरूको छोराछोरीको पनि बिहा भइसकेको सबै चिज भएको हुन्छ कि, तपाईँको त झन् अब केही पनि छैन। अब आफ्नो लागि गर्छु भने त अन्तिम 84 थियो त्यो सकिहाल्यो होइन। अब त केही पनि छैन, तपाईँ लोसे हुनुभयो, 85मै लोसे हुनुभयो। त्यो लोसे हुँदाखेरि अब अर्को 85मै यसलाई कनेक्ट गर्ने तरिका के छ भन्दाखेरि चाहिँ यो जुन होइन यो खुट्टा हो है, यो खुट्टालाई साँप्रा भन्छौँ हामीले होइन। यो साँप्रालाई चाहिँ जङ्घा पनि भन्छ कि, जङ्घा भन्छ। मैले कसरी थाहा पाएको भन्दाखेरि चाहिँ यो हिन्दी सिरियलहरू पहिला एकदम मैले पहिल्यैबाट हेर्ने क्रममा चाहिँ यो जङ्घा भन्छ कि, जङ्घा गधा युद्धमा चाहिँ त्यो ठ्याक्क जङ्घामा यो साँप्रामा चाहिँ हान्न पाइँदैन। अनि त्यो नपाइने हुँदाखेरि चाहिँ त्यो ओड त्यहाँबाट थाहा पाएको है, जङ्गा भनेको साँप्रा। त्यही भएर तपाईँको लोसे हुनुभयो। अब तपाईँको साँप्राहरू पनि के भन्छ गल्ने भयो कि, लोसे भनेको चाहिँ एकदम तागत नभएको होइन। अब साँप्रा पनि तागत नभएपछि तपाईँ घुँडा दुख्ने, अब त हिँड्न सक्नुहुन्न तपाईँ भनेको बुझ्नु भने, हिँड्न नसक्ने अवस्थामा लोसे हुनुभयो भनेर यसरी 85 याद गर्नुहोस्। अब यो 1 नम्बरमा त सगरमाथा तपाईँलाई थाहा छ, 884886 तपाईँले यो थाहा छ होइन। त्यसपछि तपाईँले अब यो सबै चिज चाहिँ तपाईँले थाहा पाउन सक्नुहुन्छ कि। त्यसै तपाईँले चोयो भन्नु भनेपछि यो त 82मा हो भने थाहा पाइन्छ। कालो कति बेला भएको 84 गरेर कालो भएको, यताको ढाक्नुहोस् न एकछिन होइन, यताको ढाक्नुहोस् त। कालोमा कति बेला भएको 84, लोसेमा कति बेला भए 85, 84 गरिसकेपछि भएको पनि त यार भन्नु तपाईँले थाहा पाउन सक्नुहुन्छ होइन। म कति बेला गिरेँ भन्दाखेरि चाहिँ 80मा चाहिँ म अन्न छोडेको हो, 80मा अन्न छोडेँ यार। 81मा त अन्न अब भात होइन, अब चाहिँ यो जुन यो अन्न भनेको भौतिक कुरा हो, यसलाई छोड्नु पऱ्यो। अब 81मा चाहिँ मनका कुराहरू पनि छोड्नु भयो कि, नाश भयो। त्यही भएर मनका कुरा छोडेपछि तपाईँ गिरिहाल्नुभयो, त्यो पनि थाहा भइहाल्यो, सबै थाहा हुन्छ कि। अब यो अर्डरमा तपाईँको सबै मिल्छ, किनभने यी अप्सनमा राख्दाखेरि चाहिँ उसले फ्याक्ट हिमालको चाहिँ हाइट त फ्याक्ट राख्ने हो नि त 4वटा अप्सनमा। कति बेला नमिल्न सक्छ भन्दाखेरि चाहिँ अब 81 का 2टा खान नमिल्न सक्छ भन्ने कुरा आउनसक्छ। तर एउटा कुरा के थाहा पाउनु भन्दाखेरि जति बेला पनि यो मकालु अथवा मनासु छ नि, म तपाईँले अर्को हिँड दिन्छु, अब झन् मिल्छ कि, तपाईँ कन्फ्युज नहुनुहोस् है। अब यो जुन यहाँ मकालु छ नि होइन, यहाँ मनास्लु छ, यो सेम लाग्छ नि त होइन। यो जुन मकालु र मनास्लु आएको बेला जहिले पनि पछाडि 63 नै आउँछ कि, 63 नै आउँछ। यो कुरा ख्याल गर्नु होला
होइन यो यसले तपाईँको अब मिलिहाल्छ कि धेरै कुरा धेरै अप्सनबाट तपाईँको मिलिहाल्छ होइन एउटा यो ट्रिक याद गरिहाल्नुहोस् मकालु अथवा मनास्लु जे आए पनि होइन मकालो भएको चाहिँ 84 गर्दाखेरिको नाश भएको 81 सालमा भनेर याद गर्नुहोस् पछाडि 63 झुन्डिएकै हुन्छ है पछाडि 63 झुन्डिएकै हुन्छ है अझ यसलाई विस्तृत रूपमा याद गर्न चाहनुहुन्छ भनेपछि यो 63 भनेको 6 भनेको 6 3 भनेको 3 होइन 6 ती हो यो भनेको क्षति हुनु हो यो पनि के हो क्षति हुनु हो क्षति कति बेला भयो भन्दाखेरि चाहिँ यो मनको नाश हुनु भनेको क्षति हुनु होइन त त्यही भएर पछाडि 63 6 3 यसरी पनि याद गर्न सक्नुहुन्छ अनि यो कालो हुँदाखेरि पनि एकदम गोरो मान्छे तपाईहरु गोरो हुनुहुन्छ र तपाईहरुको 84 गर्दाखेरि तपाईहरु गोरोबाट 81 यो घामले हैन आगोले पोलेर कालो हुनु भनेपछि तपाईको स्किनको तपाईको लुक्सको क्षति भयो अरे के त्यति बेला 84 गर्दाखेरि तपाईको लुक्सको क्षति भयो भनेर यो पनि मिलाइहाल्नु भयो हैन यो मिलाइसकेपछि अब अर्को के छ भन्दाखेरि यो जुन हामीले भक्ति भाव पूजा गर्दाखेरि भक्ति भावनाको रस चुइन्छ भन्ने त हामीले यो चुइदाखेरि कसरी तप तप चुइन्छ के तप तप भनेको त सिंगल ड्रप हो नि त तप 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 ल हेर्नुस् त तप 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 यसरी चुइन्छ कि नि यो त देखिरहेको थियो 01 01 हैन ल हेर्नु 01 01 भयो कि नि हामीले तप तप नै चुइएको फिगरलाई लेख्दाखेरि नै यो डिजिटमा आइहाल्यो यो पनि मिलिहाल्यो हैन यो मिलेपछि अरु तपाईहरुले थाहा पाउन चाहिँ पर्दैन त्यही पनि म तपाईलाई एउटा एक्स्ट्रा दिन्छु यो लोसे हुनु भनेको जस्तै तपाईहरुले 84 वर्ष नहुने वर्षसम्म हैन आफ्नो छोराछोरीले मेरो अब 84 गर्दै गर्दै एकदम कराउनु दियो अरे के हैन लोसे भएपछि अब तपाईसँग कराउने स्वर पनि छैन स्वर भनेको स्वर है स्वर हैन स्वर अब तपाईको त्यो कराउने तागत पनि छैन कि यति लोसे हुनुभयो कि तपाईहरुले अब चाहिँ के गर्दै हैन यो गर त्यो गर भन्न पनि तपाईलाई तागत पनि छैन इन्ट्रेस्ट पनि छैन त्यही भएर स्वर पनि त्यहाँ लस भयो अब यो कञ्चनजंघा त 85 अनि यो 86 चाहिँ यसलाई के भन्नु पर्ने यस्तोमा ट्रिक नजान्नु होला यसै सगरमाथामा के ट्रिक जान्नु यो तपाईलाई यादै छ कञ्चनजंघामा के ट्रिक छ याद भइहाल्यो यो लोसेको पनि पुरै याद भइहाल्यो मकालुको पनि याद भयो मनास्लुको पनि याद भयो यी दुईटाको परेन चोइको पनि याद भयो अरु परेन है अब यसरी चाहिँ तपाईहरुले चाहिँ आज के थाहा पाउन सक्नुहुन्छ भन्दाखेरि चाहिँ नेपालमा रहेको टप 8 हिमालहरुको हाइट हैन त्यो क्रम अनुसार होस् अथवा चाहिँ अब उल्टो सुल्टोबाट जसरी पनि मिलाउन सक्ने अब तपाईहरुले चाहिँ 8201 दिने बित्तिकै पनि तपाईहरुले लेख्नुहुन्छ के हैन 8201 दिने बित्तिकै पनि यो चोयो हिमाल हो भनेर दिन सक्नुहुन्छ हैन 81 63 देख्नु भने मनास्लु आउनुहुन्छ 67 देख्ने बित्तिकै त तपाईहरुले फेरि 81 पछि त दुईटा मात्र छ नि हिमाल त तपाईलाई हानिहाल्नु भयो यसरी तपाईहरुले अब यहाँबाट कहिल्यै पनि भोलि तपाईले खर्दा दिँदा होस् अथवा अफिसर दिँदा होस् एक्जाम त तपाईले कतिपयले फर्स्ट चोटी दिँदै हुनुहुन्छ भने त हैन पछि पनि यो दिइराख्नु पर्ला एक्जाम हैन आज खर्दार कोही हुनुभयो भोलि सुब्बा अफिसर यो फर्स्ट पेपर त छ नि त जहिले पनि जिकेमा अनि त्यसमा यो एकदम इम्पोर्टेन्ट टपिक भएको हुनाले मैले तपाईलाई सामान्य हल्का आफूले थाहा पाएको ट्रिकले तपाईले हेल्प गर्छ कि भनेर यो भिडियो राखेको कस्तो लाग्यो कमेन्ट गर्नु होला र अर्को कुन टपिकमा चाहिँ तपाईले हेर्न चाहनुहुन्छ कमेन्ट गर्न सक्नुहुन्छ है त थ्यांक यू सो मच